हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई च्यानल साथीहरू। स्वागत छ है फेरि पनि नयाँ युट्युब भ्लगमा। र आज चाहिँ मैले हजुरहरूलाई यहाँ मकैबारीमा भिडियो गराएर देखाइरहेको छु। मकैबारी हो मेरो। मकैबारीमा चाहिँ त्यसरी जमराहरू खेल्दैछ र सँगसँगै मैले चाहिँ यहाँ हजुरहरूलाई कालो बेसार चाहिँ देखाउन गइरहेको छु। कालो बेसार चाहिँ देख्न सक्नुहुन्छ, यस्तो छ पातहरू। यो गोड्ने बेला भइसकेको छ। यतातिर यता चाहिँ मकै पनि अलिअलि छरिदिएको थिएँ यहाँ यति सानो एरियामा। त्यसपछि यता चाहिँ मकै छैन। यता चाहिँ पुरै यो चाहिँ कालो बेसार खेती गरेको छु मैले उता कुनासम्म। यो कालो बेसारको पनि भेराइटीहरू फरक फरक हुन्छ र यो चाहिँ कालो बेसार भेराइटी 2 नम्बरमा पर्न जान्छ है साथीहरू। 2 नम्बर भेराइटीलाई चाहिँ हामीले कालो हलेदो भनेर चिन्छौँ है। यसलाई चाहिँ कालो हलेदो भनिन्छ। यो चाहिँ पात भने चाहिँ देख्न सक्नुहुन्छ। यो अलिकति साइजमा अलिक ठुलो हुन्छ अनि पट्टी यो बिचको लाइन भनेको चाहिँ प्याजी कलरको देखिन्छ है। अलिकति प्याजी कलरको देखिन्छ। यो पट्टी चाहिँ अलिकति ठुलो बेसारको जस्तै हुन्छ, ठुलो पात। यो कालो हलेदो र अरू चाहिँ देखाउन गइरहेको छु साथीहरू मैले। 1 नम्बरको कालो बेसार प्योर अर्ग्यानिक है। यो चाहिँ मैले देखाउन गइरहेको, हेर्नु होला राम्रोसँग ध्यानपूर्वक कुन चाहिँ देखाउन गइरहेको छु है त मैले। यहाँ छ यो चाहिँ यसको साइज नै फरक छ है। यो ठ्याक्क लाम्चो टाइपको छ भने यो अलिकति फरक टाइपको छ। तर यो चाहिँ 1 नम्बरको यो चाहिँ एकदम चिल्लो हुन्छ। यसको मात्रा चिल्लो टाइपको। अनि यो 1 नम्बरको कालो बेसार है साथीहरू। यतातिर चाहिँ सबै 1 नम्बर क्वालिटीको कालो बेसार लगाएर राखेको छु। छुट्टै पार्टेसनमा मैले चाहिँ लगाएको छु कि यो चाहिँ यो झारहरू एकपटक निकालिसकेको हो यसमा। तैपनि एउटा दुईटा आउन थालेछ। यो एउटा दुईटा आउन थालेछ। एउटा दुईटा गाभा पनि रोपिदिएको छु मैले यहाँ, के हुन्छ भनेर। यतातिर गाभा कस्तो हुँदो रहेछ भनेर परीक्षणको लागि चाहिँ मैले यो गाभाहरू पनि लगाइदिएको। यसरी चाहिँ मैले खेती गरेर राखेको छु है। हजुरहरूलाई चाहिँ यदि कालो बेसारहरू चाहिएमा भेराइटी फरक छ, त्यही अनुसार चाहिँ प्राइस पनि फरक छ है साथीहरू। तपाईको ओरिजिनल चाहिएमा प्राइस फरक छ है साथीहरू। यो कालो हलेदो भनेको छुट्टै हुन्छ। यहाँसम्म चाहिँ यति छ कालो बेसार। यो चाहिँ यस्तो राम्रो गजबको भएको छ, एकदम फाइन, एकदम क्वालिटीको निक्लिन लागेको छ। यो पुरै सबै हो। त्यो घाँस काट्ने बेला भइसकेको छ। घाँस काट्नु 1-2 दिनमा। अनि फेरि यतापट्टि नि छ फेरि यो वर्ष लगाएको। यो चाहिँ कालो हलेदो है। यो क्वालिटी 2 नम्बरको। यो चाहिँ यो प्याजी कलरको छ। यो अलिक गाढा छ।
यस्तो टाइपको हुन्छ। ल साथीहरू, भिडियो मन परे लाइक कमेन्ट सेयर गर्नु होला। लाइक कमेन्ट सेयर गर्नलाई पैसा लाग्दैन छैन। लाइक कमेन्ट सेयर गर्नु होला। यो चाहिँ कालो बेसार खेती सम्बन्धी है यो भिडियो। ल भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नु होला।